अनि यत्रो अनि कसलाई पुर्याउनु अब कसलाई यति कति हुन्छ र यो सुक्दा ओर्दा त छ मूल घरतिर गाउँतिर पठाउने कोसेली अलिअलि कोसेली नहुनेलाई कोही चाहिँ मन पराउँछ कोही त मन पराउँदैन अब यहाँ चाहिँ म चाहिँ पिसेर खानु पर्यो भन्दै त ठिक्क पारिरहेको छु त्यही पनि झनै निस्किगयो क्या हो छैन निस्केको छैन लास्टमा अहिले भोला निस्किरहेको त्यही त फुत्तै बाहिर गएछ त देखेँ मैले त होइन यहाँ निस्केन आँप त हात त यो पात के आँप खाने सिजन पोहोर त नफलेको नि भाइ फेरि आँप पनि राम्रो खालको रहेछ कि है मासुवाला क्या लैजानु न यो के फुटेर झर्ने त यसरी क्या ए यो त गुलियो होला नि त यो फुटेको त यसो भएर झर्छ क्या यस्तो त अलिअलि गुलियो हुन्छ त त्यही भएर अनि यसो हुँदै झर्छ लानु न भन्छ बिचराहरूले र फेरि आफूले हात काटेको साथीभाइले हात काट्छ होइन बेच्दैन रहेछ है अलिअलि पाकेपछि चाहिँ बेच्छ होला प्रायः बेच्दैन खाँदै या झर्दा फुट्दै फुट्दै पाक्ने बेलासम्मलाई फुट्दै झर्दै गर्छ कुहिने झर्दै गर्छ के खानु नै गर्छ सबैकोमा आँप यहाँ हुन्छ अनि कसले खान्छ किरा सरी नि आँप हो पोहोर नफलेको होइन खोलाको साग यसै गरी चाहिँ आँपको बोट आँपको दाना मात्रै खान्छ वस्तुले चाहिँ म नखाइसक्ने छु कुसुमताङतिर पनि कुसुमताङतिर भोदेखि त मलाई भेनाले पाकेको तेरिका कस्तो हौ एक चोक्टा निकालिदियो ठुलो ठुलोले सानलाई ठुङ्ने हो कस्तो स्वाद हो छ्या देखिँदैछ अब म यहाँ बस्छु ट्याक्क ट्याक्क परेर तर यो नुन पो धेरै हुन्छ होला है यत्रो ढिका चाहिँ यस्तो गर्ने हो भने हाले देख्यो त्यही खानु मन लाग्ने यो त जिब्रोको सालीहरू नि त पानी आइहाल्छ कि यो हाल्छ त्यो फुटेको त गुलियो पो हुँदै होला है यो भयो भने भोलि नभए पर्सितिर झिक्नुपर्छ यो गरेर नुन हालेर भिजाएर होइन त्यसको पानी हल्का नसुक्दा हाले पनि केही फरक पर्दैन भाजु लाग्दैन आलु आलु र कहिले कहिले मैले कति वर्षौँसम्म राख्थेँ धेरै वर्षको त नखानु भन्छ हौ 1 वर्षसम्म चाहिँ मात्रै खानु भन्छ 1 वर्षसम्म खान्थेँ हुनु त त्यो कहिले कहिलेको हुँदै वा पता साह्रै भएन पुरानो के खान्छ त्यसो त गुलियो हुन्छ अमिलो खाए जस्तै दुधो खाए जस्तै पूजा पनि खोलिहाल्छ लटरङ नभइरहन्छ कान्छा किन होला त मैले भिडियो खिचेको छु अब त्यही बाटो गएको हामी आउँदा पर चल्दै होला खेत हुँदै त्यो माइला घरतिर बसिरहेको सबैजना त्यो घरमा माइलाहरू खोइ एउटा छोरा छोरी त्यो बुढी मान्छे त्यही माइलाले त यहाँ बनाएको भन्दै थियो घुम्नु अनि तपाईँको खेती अनि ठुलो उँधो चाहिँ गयो किरा लागेको होला यो फुटेर झर्छ कति लाग्छ होला नि केलाएर खाँदा है बोक्रासँगै भेटाउँछ
कोर्याक 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 हुने खालको के स्याप्पै पिसेर खाने खाने पिरो पो दिएको त्यही त मैले हल्ला गरेको छु भन्दै थियो नहेरिसुनि हाम्रो बाउजू बरु निस्केर सुन्नु होला के रे सुन्नु पर्ने पढाइदियो बसेर सुन्नु त्यो दिदीको गर्थ्यो त्यो अब उनीहरूको एकछिन गफ गरेको अनि कहाँ हल्ला दिएर गयो भनेको खालि त्यो त काठमाडौँमा भाडो अरे क्यार हौ आफ्नो घरमा अलिअलि त अनि निकाल्छ चाहिँ अलिक नसुके पनि हाल्दा केही फरक पर्दैन त्यसको पानी झर्दै यहाँ छैन राख्नु पऱ्यो भरे सोल्टी आएर खान्छ होला दोकानले रम्केर आउँछ कतार भएर अर्को सोल्टी त उता रामपुरतिर पर्ने है खान्छु के हो मच्छर आमामा म त यहाँ थुप्रो मैले एउटा चाहिँ मारेँ कस्तो नचिलाएको त झुन्डेको हात चाहिँ चिलाएको त कतिलाई झुन्डे गर्छ यसो हलिराख्नु चाहिँ झुन्डेको झुन्डे गर्छ एउटा चाहिँ घुमे घुमे गर्छ अलिक गाडी चाहिँ के हो एकछिन चिला रक्सीको सिटो हुन्छ मैले बनिदिएको पेरुङको चाहिँ कता पुऱ्याउनु खोइ क्या त्यही दसैँमा त्यहाँ त राखेको त हामीले मासु र अहिले भरे भरे सिलाउनु थाल्छ क्या राम्रो गरेर बसेको रहेछ त्यो पाखामा त राम्रो पो लाग्यो गन्जा गरेर बसेको छ नि खाएको तेह्र मासु खानु किरा त राम्रो राम्रो थोरै होइन नि कति बजी भइसक्यो 16 मिनट भइसक्यो आमामा हामी बसेको त काट्दै काट्दै राख्नु होला नि त यही लगाइदिनु पर्यो मेरो नकलेको मम्मी मेरो कानको टुइँ गरेर जाँदा ठाउँमा मच्छर कुदेको त आया ध्याएर उठायो त्यहाँ उडेर पुगिसक्यो र त ट्याङको त कानमा हानेर सुटेर भन्नु क्या कहाँ हल्ला गरेछु हामी के बोलेको भन्दै एउटा भाउजू उठेर हेर्छ भनेर यसो हेरेर त बिर्सिन्छु त म त निदाइ नै सकेको छु तपाईँ बाहिर बरान्डामा हो म बाहिर गएँ मलाई थाहा पाएन गरेर के नखले दिदी